हेलो साथीहरू, म चाहिँ एक हप्ता अगाडि दाङ गएको थिएँ। मेरो बुवालाई सम्झु थिएन र भेट्नलाई म दाङ गएको थिएँ। मेरो माइती गाउँ त दाङ हो। दाङ गइसकेपछि उररीमा मेरो दिदीको घर थियो, त्यहाँ झरेँ, खानसान खाएँ। त्यस पछाडि दिदीको कान्छो छोरालाई लिएर म चाहिँ मेरो माइती गाउँमा गएँ है। दिदीको कान्छो छोराको स्कुटी थियो, स्कुटी उसले चलाइरहेछ, म चाहिँ पछाडि बसेर भिडियो खिचिरहेको छु। अनि बाबुलाई जाउँ जाउँ भनेर उसलाई लिएर गएँ। अनि लिएर गइसकेपछि यो हाम्रो माइती गाउँ जाने बाटो है, यो कुन गाउँ हो अनि कसको कसको घर आएछ कमेन्ट गर्नु ल साथीहरू। त्यस पछाडि म चाहिँ माइती गाउँ पुगेँ, माइती घरमा पुगेँ। अनि बाबु नातिसँग खेल्नलाई बाबु खुसी भइरहेको थियो मसँग आउनलाई। म गएको देखेर है, देख्न त कहिले देखेको थिएन, फर्स्ट टाइम भेटेको। ऊ चाहिँ खुसी लाग्यो, मसँग आयो। अनि बबल्स उडाउने खेल्ने अरे, अनि त्योहरू खेलाएर म चाहिँ उसलाई खेलाएर बसेँ। अनि त्यस पछाडि एकदम रमाइलो भइरहेको थियो कि उसलाई चाहिँ खेल्नलाई। अनि खेलाएँ, एकछिन खेलाएँ। अनि त्यस पछाडि खाजासाजा खायो। अनि गाउँतिर घुम्न गयौँ, माथितिर कि सानो बेलाको यो मेमोरीहरू याद आउँछ नि त। यो बरको रुख थियो है, यसमा खेल्ने, बरमा लक्कु डाली भन्छ क्या, हामी चाहिँ लक्कु डाली भन्थ्यौँ सानोमा, त्यो खेल्ने। अनि बरको रुखमा खोटो बनाउने, चुइगम भनेर खाने बरको है। अनि त्यस पछाडि चाहिँ एकछिन घुमेँ। अनि त्यस पछाडि फर्किन लागेँ म चाहिँ। अनि उता साइडमा फेरि हाम्रो मामाको छोरा कान्छो दाइको घरहरू छ। अनि अलिक तल माइला अङ्कलको घर छ, त्योभन्दा अलिक तल फेरि माइला दाइको घर छ, मामाको छोराको। अनि यतातिर खोलो भयो, हाम्रो घर चाहिँ अलिक तल छ। अनि एकदम रमाइलो भयो है, गाउँमा जाँदाखेरि एकदम खुसी भएँ। अनि सबैसँग भेट भयो, गाउँघरमा आफ्नो फ्यामिलीसँग। यो एकदमै रमाइलो लाग्यो भयो। एक हप्ता जति बसियो, अनि भेटघाट गऱ्यो, गाउँतिर घुम्यो हल्का, खासै घुम्न पाएन, थोरै समय लिएर गएको थिएँ। अनि एकदम रमाइलो भयो जोस्।